छ्याजालो नेपालको नेताहरूले जतिलाई सोधे पनि राजनीति केको लागि गर्न लाग्यो भन्दाखेरि जुन नेतालाई सोधे पनि सेवा गर्नलाई भन्छ है। तर त्यो नेताले चाहिँ वास्तवमा भन्ने हो भने त्यो स्वार्थको लागि गरेको हुन्छ है। सेवाको लागि हो भने यस्तो विदेशमा जस्तो यस्तो डेभलप किन गर्दैन? आखिर विदेशको नेताले नि त्यही भात खान्छ, नेपालको नेताले नि त्यही भात खान्छ। सोच किन फरक छ यो कुरा ल प्रष्ट भनिदिनु पऱ्यो गाइज। नेपाली नेताहरूमा त्यति स्वार्थ किन? सेवा राजनीति सेवा भन्छ तर स्वार्थै स्वार्थ हुन्छ क्या। यति बुझौँ है।